नमस्ते सबैजनालाई वेलकम छ मेरो सानो भिडियोमा। म चाहिँ आज मेरै बारीमा करेसा बारीमा आलु खन्न लागेको। यहाँ चाहिँ हामी 4 जना छौँ। यहाँ चाहिँ मेरो बुढा, मेरो बहिनी र मेरो बुहारी रहेको छ। हामी चाहिँ यहाँ 4 जना गफ गर्दै खन्दै छौँ। हामी चाहिँ कहिले यता कहिले उता गर्दै गफ गर्दै गनिरहेको छौँ। यहाँ मल बोक्ने मान्छेहरू हिँडिरहनु भएको छ। लगभग आधी जति चाहिँ हामीले खनिसकेको छौँ अनि बिस्तारै बिस्तारै खन्दै आइरहेको छ। यहाँ चाहिँ मेरो बहिनी र बुहारी गफ गरेर खनिरहेको छ। आलु खन्दै जाने क्रममा चाहिँ हामीले यहाँ दिलवाला आलु भेटेको छौँ। आलुको पनि दिल हुँदो रहेछ। अर्को पनि हामीले दिलवाला आलु भेटेको छौँ। यो चाहिँ हेर्दाखेरि झट्ट हेर्दा लेग पिस जस्तो देखिएको छ। यहाँ चाहिँ मेरो बहिनीले आलु नसकी ल्याउँदै खनाउँदै छिन्। हाम्रो आलु चाहिँ यति भएको छ साथीहरू। हजुरहरूले पनि खनिसक्नुभयो होला आलु। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा। हाम्रो आलु यति नै भयो साथीहरू। हजुरहरूको कति भएको छ कमेन्ट गर्नुहोला। धन्यवाद।